नगर ब्लक। म चाहिँ आज खासै त्यही गरिमा सिस्टरको बारेमा, रेपको कामको बारेमा अलिकति बोल्दैछु। त्यही हो आज त्यस्तै छ। प्लस आज यता जापानमा पनि आइतबारको चाहिँ हामीहरूको कम्प्लेन दिँदा हुन्छ। त्यही हो। अब दाइहरूसँग जाँदैछु क्रिकेट खेल्न। त्यही आइतबार हामीहरूको क्रिकेट हुन्छ। त्यही छ। अब चाहिँ हामी त्यही अब सिस्टरको बारेमा अलिकति बोल्छु भनेर यो त्यस्तो खासमा चाहिँ मैले भ्यू पाउनको लागि यताउति गर्नको लागि मैले बोलिरहेको छैन। किनभने हाम्रो पालन सरकार थियो नि, मलाई त त्यो प्रायः यो त मलाई पोलिटिक्स लाइनमा चाहिँ मलाई खासै बोल्न पनि मन गर्दैन। त्यही हो। किनभने सब सत्तामा भयो भने त्यस्तै हुन्छ। अब म चुपचाप घन्टी छ भन्थेँ नि पहिला। मैले पनि यताबाट मैपालाई धेरै फोर्स पनि गरेको थियो कि घन्टी छापमा भोट दे भनेर। त्यही दिन त दियो, हामीहरू सरकार बनाएर अब यताबाट बहुमत भएर गयो त गयो, जितेर त जित्यो। त्यही छ। अब बालन सरकारले पनि भनेको थियो सुरुमा के छ अरे हामी बोल्न दे सरकार, म अपराध होइन भनेर भनेको थियो नि। अब त सरकार पनि उ भयो, नेपाल पनि उसीको भयो अहिले 5 वर्षको लागि। त्यही हो। म त बालन सरकार यही भन्न चाहन्छु हजुरलाई, त्यो सिस्टरको साथ चाहिँ न उमेर हेरेको थियो न केही हेरेको थियो उसको साथ। त्यही छ। किन उसको चाहिँ उमेर हेर्नु भएन भने बलात्कार गर्नु बेला फाँसी दिने बेलामा किन मान्छेको उमेर हेर्छौँ कि? म त यो भन्न चाहन्छु हजुरलाई, फाँसी दिने बेलामा पनि उमेर हेर्नु पर्दैन नि। किन बच्चा भर्खर गोरु थियो, 3 वर्षको थियो, नानी 3 वर्षको नानी थियो, कलिअलि भर्खर थियो दादी। उसको साथ यस्तो काण्ड हत्या भयो भनेर त्यस्तो त गर्नु पर्दैन नि। त्यही भएर उमेर जो होस् या उसले फाँसी दिनु भएन भने पछि गएर अब यस्तो चाहिँ यो नानी जस्तो धेरै अहिले बलात्कारको शिकार हुन सक्छ। किन भन्छ नि हामीहरूको त्यतातिर मारको डरले त भूत पनि डराउँछ कि। यो त मान्छे हो, जित्ता इन्सान हो, किन हुँदैन त्यस्तो कुरा? हुन सक्छ कि। त्यही भएर सरकार अलिकति सबैको समस्या बुझिदिनु पर्यो, सबैको कुरा पनि सुनिदिनु पर्यो। त्यही चाहिँ हजुरसँग म बिन्ती गर्दैछु सरकार, चाँडैभन्दा चाँडै यसको चाहिँ एक्सन लिनुपर्छ। एक्सन लिनै पर्छ कि, दैट द रुट्स, एक्सन लिनै पर्छ। त्यही हो। अब उसलाई सिस्टरको चाहिँ अब गइसक्यो बेचारी, ऊ त फर्केर आउँदैन, ऊ अन्याय पनि पाउँदैन सबै थोक। तर अब चाहिँ मान्छे यस्तो नहोस् भनेर, अब यस्तो काम नहोस् भनेर त्यही भन्न चाहन्छु बालन सरकार, प्लिज छिटोभन्दा छिटो उसलाई कारवाही गर्नु पर्यो, फाँसी दिनु पर्यो। म त यही भन्छु, कानुनमा छैन, संविधानमा छैन भनेर तुको तु एग्रिमेन्ट बनाउनु पर्यो, लेख्नु पर्यो, कति चाँडै हुन्छ भनेर ल्याउनु पर्छ यसको लागि। तब अरू मान्छेले पनि त्यो बस त्यस्तो हुनुपर्छ कि। प्लिज सरकार, म भन्दा यति दिन अनुरोध थियो, सबै कुरा सुनिदिनु होला प्लिज है सरकार।